हेर्नुहोस् है मेरोमा चाहिँ यो केराको बिरुवा पनि आइसकेको छ है हजुरहरूले देख्न सक्नुहुन्छ यहाँ हेर्नुहोस् यो चाहिँ रियल है नफेक है यो चाहिँ रियल हो यहाँ हेर्नुहोस् हजुरहरूले देख्न सक्नुहुन्छ अनि त्यसको बेबी पनि रहेछ यो चाहिँ कोलाको बिरुवा है हेर्नुहोस् यहाँ हेर्नुहोस् माटो पनि छ हैन यत्तिकै आउँछ है त यो चाहिँ कोलाको बिरुवा हो यहाँ हेर्नुहोस् मैले चाहिँ यो कोलाको बिरुवा पनि मगाएको छु हैन अब यसलाई चाहिँ ठक्कै अलिक गर्मी लागेपछि तातो आएपछि चाहिँ ठक्क लगेर बाहिर रोप्ने हो यहाँ हेर्नुहोस् फेक हैन यो रियल हो केराको बिरुवा यहाँ हेर्नुहोस् वाउ यस्तो राम्रो छ है मलाई कस्तो मनपर्छ यस्तो केराको बिरुवा रोप्नु हैन अनि अझै पनि आएको छ के हैन म हजुरलाई देखाउँदैछु यहाँ हेर्नुहोस् वाउ यस्तो दामी चाहिँ सानो चिटिक्क परेको गमलामा छ अहिले चाहिँ भित्रै राख्छु हैन अब अलिक तातो लागेपछि मात्रै बाहिर निकाल्छु यहाँ हेर्नुहोस् है हजुरहरूलाई पनि यस्तो केराको बिरुवा हैन चाहिरहेको छ भनेदेखि चाहिँ हजुरहरूले तल लिंकमा क्लिक गरेर लिन सक्नुहुन्छ है त अहिले चाहिँ सेलमा छ हस् त धन्यवाद।